आज चाहिँ मार्च 27 हो ठ्याक्कै हाल्नु काट्दै आज चाहिँ मार्च 27 हो अनि आज चाहिँ मेरो बर्थडे हो ह्यापी बर्थडे टु मी वे के रे बुढा आज चाहिँ मेरो बर्थडे हो तर स्पेशल केही पनि छैन आज चाहिँ हाम्रो चाहिँ मन्दिर भाइ आज चाहिँ हाम्रो मन्दिर जाने प्लान थियो बिहान तर चाहिँ मन्दिर चाहिँ बन्द हुँदा रहेछ थर्सडे सो जानु पाएन अनि अरू स्पेशल चाहिँ केही पनि छैन आज चाहिँ मेरो काम छ बुढाले चाहिँ बुढीको लागि भनेर छुट्टी लिने बुढी चाहिँ काम गर्ने है आज चाहिँ केही पनि स्पेशल छैन तर चाहिँ आज मेरो बर्थडे हो भनेर अपडेट दिउँ भनेर मात्र क्यामेरा ओपन गरेको हो अनि अब चाहिँ विकेन्डमा चाहिँ हाम्रो प्लान छ बाहिर जाने खासमा चाहिँ अब विकेन्डमा मनाउने हो बर्थडे बुढाबुढी टक्क लाएर तर आज चाहिँ यसो बर्थडे हो भनेर अपडेट दिनुलाई मात्र क्यामेरा अन गरेको सो आजको भिडियो र विकेन्डको भिडियो चाहिँ सँगै आउँछ जस बर्थडे विक टाइप्सले आउँछ होइन अनि अहिले चाहिँ हामी चाहिँ म्याकडोनल्ड खानु जानु लागेको अनि म चाहिँ खाएर चाहिँ काममा जाने हो अनि बिहान चाहिँ केक काटेर काममा जाने प्लान थियो मेरो बुढाले मेरो लागि केक ल्याउनु भएको छ अरे मैले चाहिँ हेरेको छैन क्या अरे अब तर भ्याएन अनि सो हामी बेलुका आएर चाहिँ केक काट्छौँ यति हो आजको अपडेट चाहिँ अब हामी विकेन्डमा के गर्छौँ हेर्नु होला होइन त बुढा So यति हो once again happy birthday to me guys it's cake time now अब चाहिँ हामी केक काट्न लागेको सो हाम्रो केकको कार्यक्रम चाहिँ यति नै थियो अनि साँच्चै मैले यहाँ गिफ्ट पनि पाएको छु मेरो साथीकोबाट थ्याङ्क यू सजिना इफ यु वाचिङ दिस भ्लग थाहा छ मलाई उसले हेर्छ भनेर होइन थ्याङ्क यू सजिना अनि यो फ्लावर होइन यो बुके ओप्स सरी त्यो कार्ड खस्यो कार्ड पनि सजिनाले दिएको अनि यो बुके चाहिँ मलाई मेरो बुढाज्यूले हिजो राति दिनुभएको 12 बजे थ्याङ्क यू बुढा कति राम्रो छ है अनि वन्स अगेन थ्याङ्क यू सजिना अनि थ्याङ्क यू फर केक बुढा You're welcome. हेलो एभ्रिवान आज चाहिँ विकेन्ड हो अनि हामी अस्ति भने जस्तै आज चाहिँ हाम्रो बाहिर जाने प्लान छ भन्थ्यो नि त हामीले अनि त्यही भएर चाहिँ अब चाहिँ हामी बाहिर जानु लागेको अनि आज चाहिँ हामी डिनरको लागि चाहिँ के खाने हो भनेदेखि हामी चाहिँ कोरियन खान लागेको आज अन्त आज चाहिँ हामी चाहिँ ट्राममा जाने हो यहाँ ट्रामको यात्रा हामी लगभग 1 वर्षपछि गरेछौँ होइन नि एक वर्षभन्दा बढी है 1 वर्षपछि सो अनि त्यो ठाउँ चाहिँ बिस्टोन भन्ने ठाउँमा छ उसले हेरेछ गुगलमा नयाँ ब्रान्च खुलेको हो त्यहाँ जाने हो त्यही हो आज बल्ल कति दिनपछि बर्थडे मनाउँदैछ फेरि पनि ट्राम चाहिँ आइसक्यो तर हामी चाहिँ अर्कोमा जाने थाक्यो भाइ छिटो हिँड्दा
यहाँनिर एउटा सानो खोला छ के, त्यो खोलामा म पहिला कति आउँथेँ भाइ। बसिहाल्ने हो। अब चाहिँ यो चाहिँ ट्राम स्टेसन हो हाम्रो घर नजिकैको। यहाँ अब वेटिङ गर्ने। उठ्नु न ल, आफ्नो ड्रेस देखाउनु। ओटिडी आउटफिट अफ द डे। यस, सुपर ह्यान्डसम। ल मेरो देखाइदिनु त। अलिक डल्ली जस्तो नदेखाउनु है फेरि। तपाईँ चाहिँ के खाने सोच्दै हुनुहुन्छ आज? ग्रिलिङ गर्ने हो। Nottingham City. हामी चाहिँ अहिले बिस्टन आइसक्यो। अब यहाँबाट वक गरेर कति गर्नुपर्छ रे, हिँड्नुपर्छ रे। ओके, 8 मिनट हिँड्नुपर्छ रे। अब हिँड्दैछौँ कोरियन खानुलाई। कति टाइम लाग्यो जस्तो लाग्यो मलाई त यो ट्राममा त है। हामी कति पछि चढेको नि त ट्राम। अनि पहिला नटिङह्याममा है त्यहाँनिर सधु घलेले मैले के भन्दै थिएँ भने होइन, यहाँ नटिङह्याममा चाहिँ क्या फ्रीको के हो के भन्दै थिएँ भने, यहाँ चाहिँ के पहिला चाहिँ नटिङह्याममा चाहिँ हामी चाहिँ धेरै पछि चढेको नि त ट्राममा। अनि 80 नैतिर चाहिँ मैले टिकटकमा के देख्थेँ भने नटिङह्याममा चाहिँ फ्री ट्रान्सफर चढ्नु छ भने चाहिँ ट्राम चढ्नु भन्थ्यो क्या। अनि किनभने चाहिँ पहिला चाहिँ खासै चेक गर्दैन थियो। अनि चेक गर्न आइहाल्यो भने छिटछिट काट्नु मिल्थ्यो क्या। तर अनि पछि चाहिँ 11 त्यो टिकट एक्टिभ हुन चाहिँ 11 सेकेन्ड लाग्ने बनाइदिए रहेछ। तर अहिले त कति देखाइदियो रे बुढा? 30 सेकेन्ड होइन, 30 सेकेन्ड देखाइदियो नि फेरि। तर अहिले चाहिँ फेरि कस्तो हुँदो रहेछ नि, टिकट किन्ने बित्तिकै एक्टिभ हुने रहेछ क्या। हेर्नु न यो हावाले त म त मर्नु लाग्यो त। जाडोले कस्तो भयो म त अहिले त। कस्तो चिसो रहेछ दादा। मेनु हेर्दैछ सधुकले। हामीले चाहिँ बार्बिक्यू सेट मगाएको छौँ। अनि अर्को चाहिँ हामीले चाहिँ अक्टोपस फ्राई मगाएको छौँ। अनि सँगसँगै वाइन मगाएको छौँ है। यति धेरै मान्छे भएर मलाई लाज लाग्यो क्या बोल्न पनि। रेडी हो खानुलाई सर? ल हाल्नुहोस् न त। यताबाट चाहिँ राम्रो
बर्थडे भिडियो आधा तातो छ होला खुट्टामा पुग्छ क्या यहाँसम्म पुगेको कि भुलुक्क भएको क्या तपाईँ खानु न तपाईँको रियाक्सन प्लिज चिप्लेर समुद्रमा जान आएको चिबिन रहेछ ए भात पनि त ल्याइदिएन नि त अहिले ल्याइदिन्छ होला फेरि आफै गर्ने होला ठमेलको कोरियन जस्तो छ नि उडा कस्तो राम्रो कस्तो राम्रो पैसा नि महँगो थियो नि त है यहाँ हेरेर त सस्तै तर कम्पेयर टु त्यो कम्पेयर टु नेपालभित्र तर यो अब त्यही त हो नि है यो त फर्स्टमा खाँदाखेरि चाहिँ मिठो हुन्छ है गरिदिँदा थ्याङ्क यू नाम अर्कै थियो ए मुभीबाट आएको प्यानर त्योसम्म के थियो है यो माइक चाहिँ हराउँछ भनेर हो कि मैले यहाँ यसमा राखेको के अलि नराम्रो देख्ने कि भिडियोमा फेरि यो सँगै क्या ऊ नेपालमा हुँदाखेरि त हामी त फर्स्ट टाइम भेट्ने बेलामा नै कोरियन गएको है छ्या कस्तो नभएको पनि पहिला स्कुलमा जाँदाखेरि आमाले बनाइदिन्थ्यो कि गिलो रोटी भयो भन्छ यो है मलाई भयो जस्तो लाग्दैन
खानुहोस् सो यसको सेटमा चाहिँ अनि यो सुप अनि राइस अनि प्यानकेक त्यति आउँदो रहेछ देखाएँ नि सुप त मिठो हुन्छ जस्तो लाग्छ ट्याक्क हो यो अरू खाने भन्दा नि यो सुप खाएपछि चाहिँ त कोरियनको टेस्ट आउने क्या है बुढा पाक्यो भन्छ अनि पेट दुख्ला पनि घर गएर टेन्सन लाग्नु तपाईँलाई मान्छेले भ्याउँछ ल कुकुर पारेर घर लाने मेटाउँछ धन्यवाद फेरि ट्राई गरौँ है अक्टोपस कस्तो वाइनको ग्लासले मलाई मिठै हुँदो रहेछ क्या है अक्टोपस नि मिठै हुन्छ खासमा हामीले चाहिँ अक्टोपस चाहिँ पहिला पनि ट्राई त गरेको हो तर लाइक त्यो केमा खान्छ त बुढा हामीले अस्ति नै केमा खाएको होइन हामीले अनि हामी अस्ति सी फुड खान गएको थियौँ त होइन अनि अहिले के तर यस्तै लिटरली यस्तैवाला चाहिँ खाएको थिएन क्या हामीले होइन तर मिठै लाग्यो मलाई चाहिँ कस्तो हुन्छ जस्तो लाग्यो अक्टोपस यहाँ राख्छु के तर हल्का ग्रेभी नै हाल्नु पर्यो Oops. लेटिस भन्नु क्या भाषामा चाहिँ सबै खाएर भ्यायो मैले चाहिँ यति खान सकेन
सुप खान सकेन रे सद्दु घलेले मासु चाहिँ सबै भ्यायो मिठो थियो बुढा ल अब निस्केर कुरा गरौँला है त अहिले सो हामी चाहिँ अहिले भर्खर चाहिँ निस्केको खाएर कस्तो लाग्यो त बुढा एभरेज भन्दा अलिकति मलाई त मिठो लाग्यो है झन् त्यो अक्टोपस त यस्तो वाला त खाएकै थिएन मैले पहिला फर्स्ट टाइम हो यो वाला अनि त्यही भएर कस्तो मिठो लाग्यो मलाई चाहिँ त्यही हो एकदमै चिसो छ बाहिर चाहिँ अब चाहिँ हामी जाने हो अनि हामी चाहिँ अब फेरि उसको साथीको बर्थडे पनि एटेन्ड गर्ने आएछ अब यहाँबाट चाहिँ डाइरेक्ट त्यहाँ बर्थडे पार्टीमा जाने हो त्यही भएर चाहिँ अब यो भ्लग चाहिँ यहीँ इन्ड गर्छु थ्याङ्क यू फर वाचिङ अहिलेसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद